विष्णु कता गएको अरे नेपाल नेपाल गएको कति वर्षमा 15 वर्ष 15 वर्षमा नेपाललाई मिस गरेछ नि सो मच धेरै मिस गरेछ नेपाल मिसिङ सो मच नेपाल यहाँ काकीले चाहिँ सी यु नेपाल सुन बिउ खाइराख्नु भएको छ खोर्सानी ल्याएर खोर्सानी खोर्सानी ल्याएर खोर्सानी पनि इन्टरनेसनल एयरपोर्टमा खोर्सानी एन्ड चिउरा खोर्सानी र चिउरा खानु मजा छुट्टै छ नेपालको चाहिँ तोरिरहेको यहाँ चाहिँ आफ्नो आफ्नो देशको झन्डाहरू छ लगाएको यो चाहिँ यहाँ प्लेन बसेको छ हामी चाहिँ बल्ल बल्ल नेपाल गएको यसपालि नेपाल भिजिटमा जाँदैछौँ यसरी ब्याग बोकेको छ 9टा ब्याग चाहिँ अघि गइसक्यो हामी चाहिँ ठिक्कै आज बौद्धको खाना खाँदैछौँ नेक्स्ट टाइम नेवारी सेट छ किर्तिपुरमा किर्तिपुर चाहिँ नेवारी सेटको लागि यहाँबाट आधी घन्टा 45 मिनट 45 मिनट हजुर आज चाहिँ हामी यहाँ नेपालमा चाहिँ यसरी खाना खाँदैछ नमस्ते सबैलाई ह्यापी डिनर सबैजनालाई हजुरलाई यो चाहिँ थकाली खाना अरे बहिनी बजारको नाम भनिदिनु त चियाबारी सिन्धुली चियाबारी सुन्दरी हजुर चाहिँ हामीले आज सुन्तला किन्यौँ खायौँ किन्नु भयो एकदमै किलोमिटर रसिलो एकदम मिठो रहेछ स्वादिलो सुन्तला पनि कति भन्नुभएकोमा धन्यवाद हजुरलाई धेरै धेरै हजुर बहिनीले हामीलाई एकदम डिस्काउन्ट गरेर सुन्तला एप्पल अङ्गुर दिनुभएको छ सकेको मिलाछ भनौँ न सकेसम्म बहिनीले मिलाएरै दिनुभएको छ हामीलाई यो लगेर हामी भोलि पूजामा चढाउने खाने होइन मजा गर्ने सबैजना परिवारहरू सबैजना भेला भएर हामी देश विदेश सबैको भेला भएर चाहिँ हामी एकदम इन्जोय गर्ने पूजामा ओके छ ओके ल बहिनीलाई पनि धेरै धेरै धन्यवाद हजुरलाई झन् धेरै धेरै धन्यवाद है यसो बहिनीको सामान किनिदिनु भएको छ धेरै धेरै धन्यवाद हजुरलाई झन् अनि सिधो आयो हजुर ल हरायो सुन्नुभन्दा कम छैन है हजुर ल हरायो भने डर छैन सुनभन्दा कम छैन यहाँ
सुनबेकारी 200 ल। भाइ रहेछ है ए, हेर्नुहोस् है हजुरले दामी रहेछ सुनहरू मन पर्यो हजुरलाई दिउँ एक दुईवटा मेरो त छ त यी अलरेडी है अलरेडी छ हस् हुन्छ ल। धन्यवाद पनि सुनभन्दा कमाइन अरायो भने डर छैन हो र? ल, धन्यवाद हजुर हजुर ल हामीलाई दुईटा दोकानबाट उहाँहरूको नि बिजनेस अलिकति घटाइदिएको छु हुन्छ ल ल बाई बाई ल बिहानको हाम्रो भोजनले चाहिँ छोडिसक्यो कि अब अहिले गाईघाटमा आएर चाहिँ डिनरै भन्नुला नि होइन अब बेलुका 6 बजे डिनर डिनरतिर लाग्यो हाम्रो ड्राइभर भाइ पनि यहाँ सुरु गर्यो कस्तो मिठो मोमो कति राम्रो दामी मनकै कुरा बोल्नु भयो होइन दिदी चाहिँ भाइ होइन ल गाईघाटको बजारमा चाहिँ हामी नास्ता गर्दैछौँ यस्तो गर्नु पो यता यता लेट भयो कम्पनी ढिलो भयो यता कम्पनीमा काम गर्ने फेल भयो अब फेल भयो भने मेरो फेममा कति थुप्रै छ मै चाहिँ फेल गर्नु पऱ्यो तपाईँले भिडियोमा है फेल भयो नेपालमा नि कम्पनी आएको है यस्तो पोका पार्ने ए मलाई त पूर्ण पारिसकेको छ यहाँ नि म चाहिँ ढिलो भएछ मेरो हात कम्पनी फेल भयो अब
छ्यामा के हो त्यो फापरको रोटी हेर्नु नै चित्ते फापर छरौला मुस्ताङको फापरको पिठो अरे यो चाहिँ मुस्ताङको कस्तो मिठो छ मुस्ताङको चाहिँ फापरको पिठो मिठे फापर मिठे फापर अलिक तिते फापर खानु पायो त नि छ्यामा तितो छैन भनेको तितो छैन अरे कस्तो राम्रो पोल्दो चाहिँ यतिको नि 100 के भन्नु 100 हो अनि यो चाहिँ 200 हो यति गरेर अनि गाजर अचार साग सब्जी गरेर 200 यो चाहिँ 100 नेपालमा मुम्लिङमा खाएर इन एकदम गाह्रो छ नानी एकदम गाह्रो छ होइन उनीहरूको लागेको छ नेपाल मुस्ताङको फापर रोटी मुस्ताङको फापर रोटी कस्तो हुन्छ मलाई पकाउने मान्छे देख्नु न यो चाहिँ मुस्ताङको फापर रोटी हो कहाँदेखि ल्याउनु भयो मुस्ताङ थियो उतैबाट पिठो आउँछ अनि मामाले भनेको थियो कि साथीमा पाकेको महँगो छ त्यसरी अब हामीले किलोको यहाँ 500-600 मा बेच्छ धेरै महँगो छ यहाँनिर बेच्नु मिल्छ फापरको पिठो अहिले त बेच्दैन पहिला सुरुमा ल्याउने बेलामा चाहिँ अलिअलि प्याकेट बनाएर बेच्छ पछि त आफैलाई चाहिन्छ क्या अब एक पाथीसम्म मिल्दैन र पछि पाउँदैन अहिले एक पाथीसम्म मिल्दैन र पाउँदैन आफूले आधी पनि मिल्दैन रोटी खानु कस्तो मिठो छ मैले त अघि चोकेर खाएको खाइहाल्नु त मिठो हुन पनि त्यो चाहिँ हाल्यो ल मैले हामी इन्टरनेसनल एयरपोर्टको भोलि चाहिँ सर जाने हामी के आज चाहिँ सोधपुछको लागि गएको नि त हामी सामान प्याकअप गर्नमा हाम्रो दिदी एकदम माहिर हुनुहुन्छ अहिले हेर्नुहोस् एउटा सानो लगेजमा 20 केजीको सामान हाल्नु भएको छ आदरणीय दर्शक महानुभावहरू कति हो सामान तर कस्तो शोभा नि तपाईँको बाई बाई नेपाल आज चाहिँ जिन्दगीभर नबिर्सिने भयो नेपाल भएर स्लिपी सुतेको अब बल्ल बल्ल घर जाने दिन आयो है दिन होइन घर पुग्यो हामी अब म त अघि पो वासिङटनमा हामी है आइपुगेछ जस्तो लाग्यो कि भरे त الرجاء الانتباه الرجاء من الإخوة المدخنين عدم التدخين إلا في الأماكن المسموح فيها. बाई बाई नेपाल बाई बाई नेपाल अब बाई बाई कतार हुन आँट्यो हाम्रो बाई बाई कतार हुनु आँटेको छ अनि त्यहाँबाट लभ यु अमेरिका लभ यु अमेरिका हाम्रो चाहिँ बाई बाई नेपाल अब यहाँबाट बाई बाई कतार अमेरिका लभ यु अमेरिका कतारमा कफी र कुसाइन
ब्रेकफास्ट कुसाने ब्रेकफास्ट हुँदैछ हो बिजोक ताजी छ नि हौ यस्तो बसाइ छ अब फेरि आज मान्छेहरू लास्टै ह्याप्पी हुनुभएको छ नेपाललाई बिदा गर्दा होइन नेपालमा धेरै मान्छे राम्रो थियो तर मास्तिर त्यो पासपोर्टमा छाप लाउने वाला चाहिँ त्यसको गालामा नि छापै लगाइदिनु रहेछ रिस उठ्यो मलाई यस्तो ठुलो अमेरिकाको देशको चाहिँ नि पासपोर्ट भुइँमा फ्याक्क फाल्दा है सरी पनि भन्दैन गाँठे जामा लाउनेले फुपो खानुहोस् है ब्रेकफास्ट खाएन भने चाहिँ फेरि गाह्रो हुन्छ नि दामी है तपाईँले खाएको चाहिँ मलाई कस्तो खानु हुन्छ यहाँ मुखै मेटाइछ कि कोही मेरो यहाँनिर आउँदैछ है यत्रो बढी छ यार कस्तो खालको फेरि यो ब्राउन छ कि खानु के फुपू निधि एक बाइट खायो भने त प्लिज थ्याङ्क यू नामी यमी यमी सामान दामी रहेछ बसाइ पनि यस्तो डेन्जर छ फेरि हो यसरी बचाएर दिन सक्नु ओहो लु सकेछ खाने होइन भोक लाग्दा खाने हो भयो खानुहोस् तपाईँ अगायो हो हेर साथीभाइ आमा भनेको आमै हो होइन आफू नखाएर पनि अहिले खाएनस् भने भन्दै हुन्छ यहाँ माताले त्यो ठाउँमा गाली खाना खानुपर्छ कोही ठाउँमा त माया गऱ्यो कहाँबाट सिक्नु भएको त्यसो भन्नु अरे बा अब ल जाउँ न ढिलो भयो काटेँ लानु जाउँ बोलो क्या हौ ल जाउँ ढिलो भयो काटेँ भने कहाँ पुग्नु लाग्छ अहिले त्यति राम्रो लाग्ला त के अरे उसको उयो हुन्छ नि त टुरिस्टहरूले दोहाको एयरपोर्ट दोहा एयरपोर्ट हो यो चाहिँ अब यहाँबाट हामी चढेको 12 घन्टामा मात्रै वासिङटन पुग्छौँ माथिबाट पनि छ बाटो हामी बिचमा छौँ यस्तो छ दोहाको एयरपोर्ट अब हामी 12 घन्टा नन स्टप जान्छौँ 12 घन्टा नन स्टप जाने हो भर्खर घाम झिल्क्यो कति बजी 8 बजी 8 साढे कति भयो होला दोहाको एयरपोर्ट बाहिर कस्तो भयो हाम्रो साधनहरू है यहाँनिर धेरै छ अर्को एउटा लगेज छ भने हामीले चाहिँ नेपाल जम्मै उतारेर आएको हाम्रो लगेजहरू अरूले एउटा तानेको छ नि हाम्रो चाहिँ हाम्रो लगेज हेर्नु 8, 9, 10, 11, 12, 13, 14, 15 लगेज रहेछ हाम्रो अनि 4 जना मान्छेको हामी चाहिँ खत्रै हो पैसा पनि त खतरा तिर्यो नि त नि होइन धेरै तिर्यो पैसा सामान पुरै आइपुग्यो
सामान देखेर मान्छे